अहिले राति हो 11:30 बजिरहेछ। हालसाल चाहिँ म अब वैदेशिक रोजगारीको लागि साउदी अरबियामा छु। मैले रिसेन्टली एउटा मुभी हेरिरहेको थिएँ अनि त्यसमा के सिन थियो भन्दाखेरि कहिलेकाहीँ हामीलाई लाग्छ कि हामी गलत छौँ, तर पनि हामीले त्यो समाज अनि अवस्था हेरेर चाहिँ डिसिसन लिनुपर्छ भन्ने थियो क्या। जुन अहिले तत्कालै भइरहेछ नि नेपालमा राजनीतिकरण, जुन अस्ति घटना भयो, व्यक्तिगत रूपमा चाहिँ अब चाहिँ सायद लाग्छ कि बन्द गर्नुपर्ने अवस्था नै छ क्या। किनकि बिस्तारै बिस्तारै हाम्रो देश यस्तो अवस्थामा पुगिरहेको छ जहाँनिर चाहिँ जोसँग चाहिँ पैसा छ, जोसँग चाहिँ पावर छ, पैसा इक्वल टु पावर छ, तिनीहरूलाई केही छैन। अब जेनजी आन्दोलनमा कतिजना घाइते भए, कतिजनाको जिन्दगी उज्रियो, कतिजना मरेर गए। अहिलेदेखिको बारेमा कसैलाई वास्ता छैन, मरेर गए, लास बने। र अहिले पनि देख्छु कि राजनीतिकरणले गर्दाखेरि यसलाई ब्लेम गर्ने, त्यसलाई ब्लेम गर्ने। फ्याक्ट द रियालिटी के हो भन्दाखेरि कसैमा पनि त्यो जनचेतना छैन कि भोलिको दिनमा के हुन्छ भन्ने कुरो। हामीले अस्ति पनि पहिला पनि भोट दियौँ, के गऱ्यौँ, कसो गऱ्यौँ, तर अहिले त्यसको नतिजा हामीले भोग्नु परिरहेको छ। म खुद विदेशिक रोजगारीको लागि बाहिर छु र 2 रुपियाँ कमाउनको लागि मान्छेले हेर्दा हाँस्छन्, फेसबुकमा फोटो हालेको हुन्छ, ओहो यस्तो छ उस्तो छ भन्ने कुरो। तर वास्तविक यथार्थ के हुन्छ भन्दाखेरि अहिले रातिको 11:30 बजे म यहाँ एक्लै बसिरहेको छु क्या। भन्नको लागि त मेरो फ्यामिली छ, भन्नको लागि त मेरो एकदम ठिक छ फ्यामिली, मेरो श्रीमती छ होइन, सबैजना छन्। तर एक्चुअलीमा के छ भन्दाखेरि म अहिले एक्लै छु। त बेस रियालिटी यही हो। म कुनै ज्ञानवाद, म कुनै बौद्धिकवाद, म कुनै बुद्धिजीवी त होइन, तर जुन रियालिटी कुरो गर्दाखेरि चाहिँ एटलिस्ट जुन अब आउने जुन छ, यदि कसैले भिडियो हेर्छ भनेदेखि होइन, म सबैलाई भन्छु क्या, जति पनि आफूलाई बुद्धिजीवी भन्नेहरू छन्, जति पनि आफूलाई अलिकति तातो रगत भएका छन्, सबैलाई यदि सुन्छन्, कसैले सेयर गरेर पुग्यो भनेदेखि अब सेयर गरोस् नगरोस् त्योसँग पनि सरकार छैन। यो चाहिँ मेरो धारणा हो, किनकि मैले यहाँबाट गर्न सक्ने यही हो। म कुनै क्रान्तिकारीमा गइनँ अथवा केही गर्न सकिनँ, मैले जे गर्न सकेँ मैले त्यही हो। म कसैलाई पनि नराम्रो राम्रो भन्दिनँ, किनकि तिनीहरूको पनि आफ्नो के पक्ष विपक्ष होला। तर मेरो चाहिँ धारणा यही छ कि एटलिस्ट अब चाहिँ कम्तीमा शान्तितिर जाऊँ। हामीलाई पनि बाहिर बसेर एक्लै बस्नु त कसैलाई रहर हुँदैन होइन। तर जति पनि मैले देखिरहेको छु हमेसा नै पैसावाला मान्छेहरूलाई त केही फरक परेको छैन, हामी जस्तो मान्छेहरूलाई नै फरक पर्छ। त यसपालि चाहिँ एटलिस्ट कम्तीमा पनि व्यक्ति विशेषलाई नहेरिकन चाहिँ देशलाई बुझ्नेलाई चाहिँ भोट दिएर अगाडितिर चाहिँ बढाउँ, मेरो धारणा चाहिँ यही छ। र यदि कसैले हेर्छ भनेदेखि चाहिँ प्लिज रिक्वेस्ट छ क्या, कम्तीमा मेरो जेनेरेसन त यसरी बाहिर आउनु पर्यो। एटलिस्ट जुन मेरो भावी जेनेरेसन हुन्छ, एटलिस्ट मेरो छोरो नाति जो भयो भने कम्तीमा तिनीहरूले पनि यसरी राति एक्लै चाहिँ बस्नु नपरोस् क्या। त बस काम नगर्न सकिन्छ, अब के हुन्छ हुँदैन मलाई थाहा छैन, तर यही हो। बाँकी त भगवान भरोसे।